पैसा उठाउनेदेखि लिएर खेलको पुरा सम्पूर्ण सामग्री जुटाउनेसम्मको हाम्रो कार्य यस प्रकार छ। आज हाम्रो सरले भाइ बहिनीको लागि हो हैन, हामी त बुढो भइहाल्यो हैन, हाम्रो मसिनो भाइ बहिनीहरुले राम्रो गर्छ कि भनेर छिटो गर न कडा हो। कस्तो मगर जस्तो ढिलो गरे के राति खोज्दा खोज्दा बल्ल बल्ल भेट्यो ए मगर जस्तो ढिलो गरे के त्यस्तो भएर हाल बन्द गरेको पोलको लागि हो यो। तपाईहरुलाई पनि चाहिन्छ भने सम्झिन सक्नुहुनेछ। आज चाहिँ हाम्रो यो गोल ग्राउन्डमा गोल खेलाउने भएको छ 5 गतेको लागि। यहाँ आज बबाल रातिको दिन भोलि नभ्याइने भएर आज चाहिँ पोल बनाउने कार्यक्रम बबाल हुँदैछ। राति राति यहाँ देख्न सक्नुहुन्छ काट्दिनु मात्रै भन्छ यार भोल्टेज मिले काटिन्छ ग्राउन्डरले अघिको केटाहरूले चाहिँ ठगेको रहेछ होइन, लाइन छैन नबिने हान्ने। देख्न सक्नुहुन्छ हाम्रो भीम बहादुर राईले चाहिँ बबाल होल्डिङ हान्दै छ। यहाँ कान्छ के भन्छ यसलाई? यसलाई होल्डिङ रड भन्छ। मोबाइल भिडियो चाहिँ पाइपले पुग्यो त जिरो भयो क्या पाइप। तयार भएर हामीले ग्राउन्डमा लगेर फिट गर्दै गरेको सबैजना मिलेर मिलिजुली काम गरिरहेको छौँ। हाम्रो गाईचहरू भएर सबै गाउँको भेला भएर आधी मात्र गाउँको भेला भएको छ। सबै जग्गाले भोलिको गेमको लागि एकदम पोल तयार पारिसकेको छ। यहाँ हाम्रो खरु सर बब्बाल हानिदिँदैछ त नि यसले त नि गर्नुपर्छ नि दाइ। उयो खाल्टोहरू पुरानो तिमीहरू यो खोइ प्लास्टिक खोइ के गर मलाई पनि थाहा छैन। हाम्रो चाहिँ क्यामेरा मेन बस्ने लाइभ गर्ने ठाउँ मर्मत हुँदैछ एकदम। रविन अङ्कल र भीम दाई अनि यहाँको सबैभन्दा अगाडि चाहिँ किरण भान्जा हल्का हार्डवेयरको लागि र क्यामेरा स्ट्यान्डको लागि केटाहरूले पुरा बाँस काट्दैछ। ड्याम कि ड्याम पार्दै है। फुलबारी चाहिँ के लगायो? जमै जाल लाउनु म चाहिँ लागे जाल लाउनु यस्तो खोइ त्यही होला त्यही होला। एकै ठाउँमा आउँ न, एक दुईटाले त हुँदैन। सबै जाउँ न एकै ठाउँ अनि यसो गरौँ न होइन त। यो मामा भन्जा भर्सेस प्रगति चोक हो। आफ्नो प्रगति चोकले आफ्नो टिमलाई जिताउनको लागि निकै नै राम्रो बल पाएको छ, तर उहाँहरू यसमा चुक्नु भएको छ। मामा भन्जा भर्सेस प्रगति चोक बराबरीमा खेल टुङ्गिएको छ। रात परेको कारणले गर्दाखेरि पेनल्टी सुटआउट राखिएको। पेनल्टी सुटआउटमा बराबर भइरहेको छ अहिलेसम्म। त्यसै गरी पेनल्टी सुटआउटमा मामा भान्जा विनर भएर प्रगति चोकलाई हराउनु भएको छ। ल बधाई छ मामा भान्जा टिमलाई।